गिफ्ट चाहिँ साइरालाई हाल्ने अनि त्यसपछि मसँग मिल्ने भनेर कुरा मिल्छ म त मान्दिनँ नि हाम्रो भाइको नाम के अरे भाग्छ अब के सिस्टम हुन्छ नि ऊ आउँछ राईजित आउँछ तेरोमा कति छ हौ भ्युअर्स तेरोभन्दा थोरै छ अघि 700 थियो 1000 थियो अहिले यहीँ छ 500 पछाडि कुन चाहिँलाई बटरफ्लाई सो गर्नलाई त्यही भएर हो त्यसै तेरोमा भ्युअर्स आउँछ पुरै बटरफ्लाई पुरै बजार हुनुपर्छ अबे यो त मेरो 10,000 फलोइङ भएको अहिले कति 10,000 छ कि कति छ केटा फलोइङ हेर त यो एक हप्ता 10,000 फलोवर्स हो तेरो फलोइङ त जम्मा 423 जना छ फलो ब्याक दे अनि मैले गर्छु र फलोइङ कहिले त्यो त 400 धेरै भएछ एकजना हुनुपर्ने त्यसको एन्सर म मात्रै दुईजना हुनुपर्ने बिनी म अनि हुँदैछ एउटा गाइस डबल ट्याप सबैजना मिलेर डबल ट्याप गरौँ त प्लिज बिनी र म मात्रै हुनुपर्छ नि यार अहिलेको स्थितिमा संसार खानेको छ साइलो यो संसार भने साइलो युट्युब फेसबुक सबै भ्याएको छ यसले ओइ को छ केटा अस्तिको मान्छेलाई ठोक्न छैन अस्तिको मान्छेलाई ठोक्न हौ ठोक फेरि 2-3 अब कुद्दैन यसमा छाडा बोल्नु अहिले छाडा बोलिस् भने त साइना त म त घोक्टाउँछु नि फेरि छाडा बोल्न थ्याङ्क यू सो मच भोकै हुन्छ त्यसलाई भने काम पनि छैन भनेर गाइस डबल ट्याप सबैजना मिलेर डबल ट्याप गरौँ त प्लिज गाइस डबल ट्याप प्लिज छोइदिनुहोस् ल छोइदिनुहोस् राम्रो दिन छ है आज जिम गयो थ्याङ्क यू सो मच ओके थ्याङ्क यू सो मच राणाजी मौका मिले घुमाउ बालाजु राणाज्यू मौका मिले घुमाउ पद्म क्याम्पस सबैलाई बोलाउँ बाघ बजार बोलाउँ नि केटाहरूलाई 9 बजीबाट कलेज स्टार्ट हुन्छ यो राडी हिँड्छ 3 बजी 2 बजी राति धामी उतारिवरी बाबाजी भएर यो सबै अन्डर द टेबल गर्नु परेन सुरुमा 4 घन्टा एकजनालाई 1 घन्टा 4 जना भ्याएर हिँड्छ यो राणाजी त्यस्तो हरामी छ अनि अन्डर द टेबल यो हरामी धामिनी काम चाहिँ भाग बिनीको साउता अरू केटीहरू को बात छ छैन त तेरो बुढी यो त्यो भनेर हामी बिनी र म मात्रै मिल्छ भाइ अब मिल्नै पर्यो नि तिमीहरू नमिलेको मिल्छ साइलो मासु बेतो तैँले राँगा र सुँगुर बेच्थेस् बिनीले कुखुरा र खसी गोसल खानुहुन्छ सकिए साइलो काउन्टरमै साइलो अरू केटी घुमाउनु जान्छ काउन्टरमै ल्यापटप लिएर ल्यापटप चलाउनु आउँदैन खोल्नै बस्ने कतै युट्युब हेरे बस्यो म्युजिक सिस्टम साइलोको भरे अर्को काँचो मासु पसल थियो होला सुँगुर राखेको चाहिँ होइन अहिले चाहिँ यिनीहरूले राम्रो लेखेछ सबैले सल्लाह गर्छ भिसी नलेखेर बोयफ्रेन्ड चाहियो भन्ने यिनीहरू सब भिसी गर्छहरू अहिले यिनीहरूले राम्रो वर्ड चलाएछन् बोयफ्रेन्ड चाहियो सकियो हो राम्रो भयो नि त भिसी भिडियो कल अहिले राम्रो वर्ड निकालेको छ यिनीहरूले बोयफ्रेन्ड चाहियो हो यो चाहिँ राम्रो होइन जीवन साथी चाहियो अझै राम्रो जीवन साथी चाहियो बिहा गर्ने जीवन साथीको खोजी ल है भिसीको साटो जीवन साथीको खोजी भन्न बित्तिकै डबल ट्याप प्लिज गाइस डबल ट्याप प्लिज गाइस डबल ट्याप गरौँ त सबैजना मिलेर प्लिज जीवन साथीको खोजी जीवन साथी तिमीलाई छ मेरो आज यिनीहरू आरिस गरेर मर्छ मेरो कोइन यति आउँछ कोइन अघि आइसक्यो है अलि यति त आइसक्यो है अब भरे यति मर्छ यिनीहरू त्यसो भए योसँग लाइभ बसेर यसँग बस्नु भरे नुहाउनु लाउने हामी यो पनि डेन्जर अन्डर द टेबल छ नि त अन्डर द टेबल गर्छस् कि गर्दैन ननाडी मन अन्डर द टेबल छैन हारेको जितिहाल्थ्यो नि
अन्डर टेबल हो अहिले राईले हानिदिन्छ 70,000 पाउन्ड अनि खान्छ यस्तो नेपालको कति करोड अरे नेपालको कति करोड अरे जस्तै राईले बिनी पनि उडाइदिन्छ त्यतिले उडाइदिन्छ है साइला भन्सालाई राईले प्रार गर्यो भने खै गोरु फलले ब्याग दिन्छ दिइरहेको भन् नत्र भने ब्लग हानिदिन्छु जहाँ युट्युबमा पनि ब्लग छ वाट्सएपमा पनि यसमा पनि ब्लग हानिदिन्छु नत्र उडाइदिन्छ राईले 70-76,000 पाउन्डले उडाइदिन्छ है साइला उडाइदिन्छ अरे हौ अब म पनि उड्छु जसले हान्यो त्योसँग सट्ट जाने उडाउँछ नि साइला उडाउँछ अरे ल हेरे केटा पैसाको फर त्यत्रो हुन्छ है काठमाडौँमा घर आउँदैन बनिँदैन घर 76,000 पाउन्डले बनिन्छ बनिँदैन फ्लाइटिङ सिस्टम आउँछ होला $200 कमाइसक्यो अब विथड्र पो हुन्छ कसले नुहाए बेलुका अहिले भएर अर्को 400 मैले कसले नुहाए $200 कमाए बाबा रामे हो रामे चिन्दैन खाडी भालु 4 बजी 3 बजी हिँड्छ क्याम्पस बाग बजार यो यहाँ केटाहरू ठुल्ठुलो गिफ्टर आएर यसको नाम लियो भने भनिहाल्यो हाम्रो गिफ्टर बाइक अरू ब्लक गरिदिइहाल्नुपर्छ उडाउँछ है केटा हो यसलाई ओ केटा ओके लेख तिमीहरूको राईजितको हो ओ केटा आयो भने मलाई गिफ्ट नगर्ने चाहिँ ब्लक हानिदिइहाल्ने ओके दाइ भनिसक्यो गाँठा भए सान्सीले बुझिस् नि मेरो गिफ्टर सबै चिन्छस् नि त्यो बाइक अरू आएर यसलाई जिस्काउँछ भनिहाल्यो ब्लक हानिदिइहाल्छु अघि ब्लक हानिदिइहाले सेक्युलर बेबी अरे 28 लेभलकोले स्यान्सीले पनि दिन्छ अरे ओ स्यान्सी भन न त्यो राईले चन्द्रले किनिदिन्छ मसँग यस्तो छ नि फेरि हेर है चन्द्र भाइ तिमी आफै विचार गर जस्तो भने त्यस्तै तिम्रो फेरि यिनीहरूलाई घर बनाउनु पनि पुग्छ काठमाडौँमा जिन्दगीभर तिम्रो फेरि सुरु गराउनु होला किनिदिन्छ अरे चन्द्रले अब किनिदिन्छ म त यस्तै बतायो भने फेरि हाम्रो धरानी सोध्दो रहेछ मसँग हिँड्छ नि उता भरे कल गर हो गर्छु गाइस वान रोज एउटा रोज हालौँ त प्लिज काम पनि होला त्यो मान्छे काम पनि छ होला है केटा है काम पनि मिलाउँछ त्यस्तो यो म आफैसँग बिहे गर्छु चन्द्रेर म त बाँडी छुरी खान्छु चन्द्रे कोही बेला चन्द्रे कोही बेला खड्के राज कोही बेला चन्द्र कोही बेला चन्द्र निस्किन्छ घरबाट कोही बेला राज काम पनि खोज्नु भन्नु काम पनि खोजिदिन्छ त्यस्तो मान्छेले त सिधा हुन्छ नि आफै थाहा भयो यो कात्रो के भएर पर्यो हौ परिहाल्छ तैँले चाहिँ अरूसँग भिसी गरी सायद कसम कुटेर तेरो कपाल जगटाएर नि मारिदिन्छ नि फेरि याद गर गऱ्यो भने चन्द्रसँग गर्छु मसँग अब स्टार्ट भयो केटा इफ यु सेक्रेट क्यान यु लाइफ टुगेदर राईजित कि राईजित कि खावा छेत्री के अब केटाहरूको नाम भन्दैन पनि यति खुसी हुन्छ मेरो नाम पनि सुनाइदियो भन्ने हुन्छ कि यिनीहरूलाई कि स्याङसिक के बजेको त्यो राई उमाङ्गा पनि आइसक्यो मल्लले पनि म राईलाई सेक्रेट मिलाइदिन्छु अनि राई नाम पनि के भन्नु तिनीहरूले मिलाइदिन्छु भन्दैमा म मिल्ने हो मेरो खुसीको कुरा हुन्छ नि त गोरु तैँले मिलाइदियो भने म मिलिहाल्छु तँसँग त्यसले मलाई गिफ्ट हान्नु पऱ्यो कति गिफ्ट हान्यो मसँग अनि मिल्नु पऱ्यो नि त्यसै मिलामेल भनेर गिफ्ट तैँले पाउने अनि तैँले त्यसले मिला भनेदेखि म मिल्छु त 100% मिल्दैन मेरो पछाडि क्यु लागिरहेको हुन्छ स्टेट बाई स्टेट होइन र तिमीले त भन्ने चान्सै छैन नि